गाइज वेलकम टु द न्यू ब्लग। आज फेरि सानो राइडको लागि म निस्किँदैछु। थोरै सुरुमा बाइकलाई निकालौँ। धेरै दिन भइसक्यो बाइक पनि नकुदाएको। बाइक पनि फोहोर भइसकेछ, बाइकलाई पनि धुने बेला भइसक्यो। लगभग एक हप्ता जति नै भइसक्यो बाइक निकालेकै छैन, राखेको राखेँ। आज निस्किँदैछु म धेरै दिनपछि बाइकमा। Okay guys, let's go. फेरि जाँदैछु एउटा सानो मिनी राइडको लागि र मसँग जाँदैछ एकजना साथी र म सुरुमा उसलाई पिक गर्न जान्छु। त्यसपछि कतै गइन्छ सानो राइड। भर्खरै उडासोबाट सिप्पाचु भइसकेको छु। अब जाँदैछु नाहा। आज खासमा दिउँसै कति जाने प्लान थियो, तर कामबाट आइसकेपछि निन्द्रा लाग्यो। निन्द्रा लागेपछि सुतेपछि एकैचोटि ढिलो उठेको कारणले गर्दाखेरि दिउँसो कतै पनि निस्किन पाइएन। त्यही भएर अहिले आज बेलुकै भए पनि एकछिन यसो कतै राइड गर आउन त मुड फ्रेस गरेर भनेर। आजको वेदर दिउँसो गर्मी असाध्यै थियो, त्यही भएर पनि निस्किन कतै मन लागेन। तर अहिले बेलुका भइसकेपछि अलिक घाम असाउँदै गरेको बेला हिँड्नको लागि पनि ठ्याक्कै कुल, वेदर पनि कुल हुन्छ। बाटो फेरि यति बेला किनारको बाटो लास्टै जाम भइदिने के भन्छ, अफिस आवर भएको कारणले गर्दाखेरि यति बेला ठ्याक्कै काम सकिने भएको कारणले गर्दाखेरि पनि अहिले बाटो यति बेला लास्टै जाम भइदिरहेको हुन्छ। हिँड्दाखेरि पनि सिग्नलमा रोक्नुपर्ने, प्लस जाममा पछाडि पर्नुपर्ने। बाइक भएको कारणले गर्दाखेरि अलिकति कटाइहालिन्छ, त्यही पनि। ओके लेट्स गो ब्रदर। ओके गाइस, म भर्खरै हाइवेमा निस्किसकेँ। खासै धेरै टाढा त गइँदैन होला, किनकि अब बेलुका भइसकेको छ, रात पर्न लागिसकेको छ। कतै छोटो मिठो राइडको लागि गएर अनि चाँडै फर्किने हिसाबले इमा रोकुजी पुन्देश भर्सक 1-1.5 घन्टा लगभग फर्किहालिन्छ होला। अब इतोमानतिर हुन्छ कि सेनाखाचीमतिर हुन्छ कि होइन, भर्सक हामी त्यतैतिर जाने कोसिस गर्नेछौँ। राइट लेनको बाटो पुरै खाली भयो, तर अब यो टाइम भनेको यति बेला जाम नै हुन्छ बाटो होइन। तर अहिले ठ्याक्कै कस्तो म निस्किसकेपछि मेन हाइवेमा निस्किसकेपछि अलिकति बाटो खाली नै भएको कारणले गर्दाखेरि गाडीलाई केही दुविधा अवरोध भएन। सरी, म यो उडासो कट्ने बित्तिकै यहाँ तोमारी आइपुग्छ। तोमारीको बाटो चाहिँ अलिकति बिजी नै हुन्छ होइन। यहाँनिर चाहिँ अब जक्सनहरू बढी भएको कारणले गर्दाखेरि चारतिरबाट आउने बाटोहरू यताबाट पनि आउँछ, यताबाट पनि जाने भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ अलिकति जाम बढी हुन्छ र त्यहाँ जामको कारणले गर्दाखेरि टाइम लाग्न सक्छ। तर ठिकै छ, बाइकको फाइदै भनेको त्यही हो। अलिकति जे होस् सानो ठाउँहरूमा पनि मजाले कटाउन सकिन्छ बाइकलाई। त्यस्तो जाममा धेरै कुरिराख्नु पर्ने भन्ने हुँदैन, तर आन्जेन हुन्थेन सेफ्टी अपनाएर हिँड्नु पर्यो होइन। ओके गाइजहरू, म अहिले आमेकु आइपुग्न लागिसकेँ। अब यो आमेकुको सिग्नल कट्ने बित्तिकै तोमारिन कटेपछि माचुयामा कटिन्छ। माचुयामा कट्ने बित्तिकै उता नाहा आइपुगिहाल्यो। उडासोबाट खासै टाढा होइन, 4-5 किलोमिटर पर्दैन होला, 2 देखि 3 किलोमिटर होला सायद, एक्ज्याक्टली मलाई थाहा भएन। ओके, यो आमेकीको फ्यामिली मार्ट र यो फ्यामिली मार्ट पछाडि छ साइटेक कलेज, जहाँ मैले सेन्ट गएको 2 वर्ष पढेको हो। सकिन्छ भने कटाइदिउँ, नभए धेरै अग्रेसिभली पनि जानु भएन। अलिकति सेफ्टी फर्स्ट भने जस्तै सेफ्टीलाई प्रायोरिटी दिएर बाटोबाट हिँड्नु पर्ला। यहाँनिर अलिकति ठुलो ट्रक रहेछ, त्यही भएर नकुदौँ होला यहाँनिर। हेलमेटले गर्दाखेरि अलिकति के भन्छ, गाडी कुदाउने बेलामा अलि अगाडितिर बढी लिन भएको कारणले गर्दाखेरि जो गोप्रोहरू माउन्ट गर्दाखेरि अगाडितिर बढी लिन भइदिए गर्छ। त्यसले गर्दाखेरि कस्तो होइन, गाह्रो कुदाउने बेलामा एडजस्ट गरिराख्नु पर्ने कि हेलमेटलाई माथितिर सारिराख्नु पर्ने। त्यही भएर अलि हेलमेटले गर्दा यो मोटो भ्लगिङमा अलिकति समस्या आउँछ कि भन्ने एडजस्ट गरेर लिनु पर्ला। गियरहरू त धेरै थप्नु पर्ने छ, तर त्यही हो अब बिस्तारै
यो फेरि बाइकको गियरहरू होइन अति नै महँगो क्या। हाम्रो यो राइडिङ ज्याकेटहरू, राइडिङ प्यान्ट्सहरूदेखि हेलमेटदेखि लिएर ग्लोभ्सहरूदेखि लिएर सुजहरूदेखि लिएर आमामामा यति धेरै महँगो एक्सपेन्सिभ हुन्छ नि। त्यही भएर एकैचोटि लिन चाहिँ सकिँदैन। टाइम टु टाइम अपडेटहरू अनि गियरहरू थपिराख्नु पर्ने, एड गरिराख्नुपर्छ। आफ्नो सेफ्टीको लागि पनि एउटा राम्रो हो। ओके, सो अहिले म तोमारीको स्माइल होटेल क्रस गरिसकेको छु। तर जापानको रुल्स एन्ड रेगुलेसनमा चाहिँ जे होस् सिग्नल मान्ने मान्छेहरूलाई चाहिँ म सल्युटै गर्नुपर्छ। जे होस् यहाँनिर च्यान्तो सिक्खारी रुल्स एन्ड रेगुलेसन मान्ने गर्छन् होइन। सिग्नल बल्या छ भने ठ्याक्क सिग्नलमा स्टप गरेर मान्छेले कसैले पनि ओभरटेक चाहिँ गर्दैन यहाँनिर। त्यो चाहिँ एउटा जस्तो जापानिजहरूको डिसिप्लिन के। अब कोही कोही त डिसिप्लिनको विषयमा पनि कोही कोही त रुल ब्रेक गर्ने भइ नै हाल्छन् होइन। कसैले रुल ब्रेक गरेर निस्किनै हाल्छन्। फर इक्जाम्पल अब हामी नै बाइकमा छौँ भने अब कट मारेर अगाडि निस्किन्छौँ होइन। अनि बाइकमा पछाडि बसेको गऱ्यो भने त जाममा त अनि कहाँ कहिले पनि कट्न सकिँदैन नि, गाह्रो भइहाल्छ। त्यही भएर ओके गाइस, सिग्नल बलिसकेको छ, लेट्स मुभ। इजुमिजाकी यतिकै आसाईबासी, हल्का टाइम लाग्ने सम्भावना छ। र आसाईबासी एकीबाट म जान्छु राइटतिर गएपछि आउँछ राजनको रुम, यहाँबाट राइट। ओके, पल जिना मुकाम। ओके, लेट्स टर्न राइट। यहाँबाट हाम्रो 2 मिनटको बाटो राजनको रुम आइपुगिन्छ। त्यसपछि कता जाने भन्ने कुरा डिसाइड गरिन्छ। ओके गाइस, ओके वी आर अन द डेस्टिनेसन। ओके, अब लेट्स कन्ट्याक्ट वेयर ही इज। कता हो राजा? म तिम्रो रुममा? अनि तिमीले रुममा छु भनेको होइन? ए ल नि त, रुम तलै बसिरहेको छु। हाम्रो मिस्टर राजन इज इन द हाउस आइसकेको छ विथ कावासाकी निन्जा 250 SX ZX 250R। यो यता छ हाम्रो भेस्ट। ओके गाइज, सो आजको हाम्रो डेस्टिनेसन फिक्स भइसकेको छ। सेनागाजिमाको सनसेट हेर्नको लागि हामी निस्किसकेका छौँ। अब लेट्स गो। Okay, let's turn right. Okay, let's go. के गरेर बसिरहेको थियो त रुममा भने? त्यतिकै सुतेर? राइट। हिजो ए सक्का। कति बजीसम्म खायो राति? बिहान 1 बजीसम्म। ए किरा बिचतिर भएको। अनि त्यहाँनिर पब्लिक बिचमा बार्बिक्यू गर्न मिल्छ र त्यहाँ किरा बिचमा? ए गरेपछि ए ओके गाइस, हामी अगाडि बढिसकेको छौँ। हामीसँग छ राजन विथ कावासाकी निन्जा। सक्नुहुन्छ अहिले हामी अन द वे अफ सेनागाजीमा। लामो समयदेखि अलिकति कामको सिलसिलामा व्यस्त भएको कारणले गर्दाखेरि राइड निस्किन पाएको थिएन र त्यो कारणले गर्दा अहिले आज हामी धेरै पछि सेनागाजीमाको यात्राको लागि निस्केका छौँ।
छ। अब गएर थोरै सेनाकाजीमा म गएर हामी चिया कफी खाँदै थोरै एकछिन बात मार्छौँ र बात मारिसकेपछि हामी फेरि सनसेटको भ्यू हेरेर र चाँडै फर्किने कुरा। मैले लास्ट टाइम बाइक राइड निकालेको लगभग 1 हप्ता जति भइसक्यो। त्यहाँ त्योभन्दा अलिक गर्मीको कारणले गर्दाखेरि पनि खासै बाइक निकालिराख्न मन लाग्दैन। मलाई चाहिँ एउटा सबसे गाह्रो भनेको यो गाडी ओभरटेक गर्नको लागि अलिकति आबुनाइ नै हुन्छ। त्यही भएर केरु भएर अलिकति हेरेर मात्र म ओभरटेक गर्छु। न्यू राइडर भएको कारणले गर्दाखेरि खासै त्यो स्पिड लिमिटमै हिँड्छु होइन। त्यही हो, अलिकति बाटो खाली छ, ठाउँ स्पेस छ भने चाहिँ कटाइन्छ, तर अलि इन्भाइरोमेन्ट हेरेर कतिको रोड प्याक छ होइन, त्यही अनुसार अगाडि बढ्ने कोसिस। फर्स्ट अफ अल अब यसको क्र्यास गार्डहरू पनि लाउन बाँकी छ होइन। अनि त्यसपछि छ मफलर साइलेन्सर चेन्ज गर्न बाँकी छ। यो सबै भइसकेपछि अनि हुन्छ बाइक कम्प्लिट होइन। अहिले इन्कम्प्लिट छ धेरै कुराहरूमा। यसको म तपाईँलाई पनि सुनाउँछु राजनको बाइकको साउन्ड। लभली थ्रोटल कावासाकी निन्जा 250 ZX-R। अहिलेको वेदर ठ्याक्कै लभली खालको वेदर भएको छ होइन। घाम पनि अस्ताउँदै गएको छ, सनसेट हुँदै गएको छ र अहिले टेम्परेचर पनि घट्दै गएको छ र ठ्याक्कै अहिले कुल वेदर भएको छ। त्यस्तो गर्मी पनि छैन। यतिको भनेको राइडर्सहरूको लागि यतिको भनेको जन्नत हो। यतिको वेदरमा राइड गर्नको लागि न त स्किन बर्न हुने होइन, न त घामले पोल्ने। यतिको वेदर हुनु भनेको राइडर्सहरूको लागि त एकदम जन्नतै जस्तो हो होइन। किनभनेतिर के जानु फेरि उता अहिले गएर के गर्नु फेरि? जुन सनसेट हेर्दै बसेर कफी सफी खाएर बस्नुपर्छ। अहिले हामी सेनाकाजीमा आइपुगिसकेका छौँ। सेनाकाजीमा र यहाँबाट देखिने भ्यू अत्यन्तै रोमान्टिक, अत्यन्तै रोमान्टिक, अत्यन्तै दार्शनिक हुने गर्दछ। र यहाँबाट देख्न सकिने भ्यू भनेको प्लेन टेक अफ भएको देख्न सकिन्छ। अब हामी यहाँबाट लिन्छौँ लेफ्ट टर्न। लवली वेदर। देखो या तुझे मैं देखो किस्मत के इशारे। दामी सनसेट भइरहेछ, जेट प्लेन पनि फ्लाइ भइरहेछ। ओ माई गड, राख्ने यतै। ओके, वी आर अराइभ सेनाकाजीमा।
गरेर जान सक्नुहुन्छ? म त सक्दिनँ होला हो थाके अब स्विमिङ गर्न त आउँछ कि तर बिचमा त गहिरो छ नि त झर्ना त अनि थाकिन्छ नि थाकेन भन्छ तिमी आधीमै डुब्छ होला डुबिहाल्छु म चाहिँ लगभग कहाँसम्म गइदिन्छु भन्दाखेरि ऊ त्यहाँ लगभग 2, 3, 4, 5, 7, 8 मिटरसम्म चाहिँ गइदिन्छु होला सायद गर अडिन पौडी खेल्न जान्छु भने त अब आफूलाई फ्लोट गराउन सक्यो भने शरीरलाई त मिल्छ त्यस्तै सक्छ प्रोहरूले त कहाँ गरिदिइहाल्छ नि के हो र तिनीहरू लागि रेकर्ड सुरु भयो नि अहिले हामी छौँ सेनागाजीमा सनसेट हेर्नको लागि आएको छौँ र यहाँको दृश्य अति नै रमणीय इन्भाइरोमेन्टको साथ आज हाम्रो राइड यहाँनिर कम्प्लिट भएको छ हाम्रो साथमा छ राजन के भन्नु ह्याप्पी म्यारिड लाइफको यस्तै धन्यवाद धेरै ढिलो आयो तर एकदम कडा आयो ओके ल आजको लागि यति हेर्नुहोस् अगाडिको भ्यूहरू है त हेलो गाइस हाम्रो मिनी राइड यहाँबाट सकिसकेको छ अब हामी निस्किँदैछौँ रुमको लागि ओके लेट्स गो यो हो हाम्रो सेनागाजीमा ओकिनावाको टुरिस्टिक स्पट अब हामी फर्किँदैछौँ रुमको लागि हल्का मुड फ्रेस भयो बाइक राइडमा ओके हामी सेनागाजीमाबाट निस्केर अहिले हामी मेन रोड पुग्न लागिसकेका छौँ यो राइट साइडतिर यो ब्रिज कटेर गएपछि इतोमान पुगिन्छ र यतापट्टि नाहासी मौसम यस्तो खालको छ कि अहिले बाइक राइडर्सहरूको लागि एकदमै अब हामी सायद एयरपोर्ट साइडबाट जान्छौँ होला जस्तो लागिरहेछ मलाई ओके यस हामी टनेलको बाटोको मुख अगाडि नै आइपुगिसकेका छौँ ओके इन फ्रन्ट अफ मी मिस्टर राजन on a Ninja Kawasaki 250 ZXR. Oh, wow. Okay, I'm recording on live. What a sound, man, what a sound. Lovely man, lovely. दामी साउन्ड आयो खतरा साउन्ड आएको ओके अब हामी जाँदैछौँ अगाडि राजनको बाइक अमूल्य कमेन्ट लाइक सब्सक्राइब सेयर जे गर्नु मलाई सेयर गरिदिनु होला तर केही रियाक्सन दिनु होला एकअर्कालाई सपोर्ट गरौँ अनि सँगै अगाडि बढौँ त्यही भन्न चाहन्छु अब मेरो सायद क्यामेराको ब्याट्री पनि अलमोस्ट सकिँदै गएको छ र धेरै रेकर्ड गर्दैन होला सायद रुमसम्म पुगुन्जेलसम्म गर्छ होला त्यसपछि म क्यामेरा टर्न अफ सायद बिच बाटोमै कतै सकिन सक्छ होइन त्यही भएर ओके